सबैजनालाई जय मसीह। म एआर खालिद जिजस द अलमाइटी मार्फत हजुरको माझमा मैले एकदमै छोटो अनि मिठो बिब्लियोलोजीको केही भागहरू ल्याएर आएको छु। तपाईहरुको माझमा म पस्कन गइरहेको छु। जुन कुरा पवित्र आत्मा परमेश्वरले मलाई सिकाउनु भयो त्यही कुराहरू सिकेको कुरा नै म तपाईहरुलाई सिकाउन गइरहेको छु। अनि आज चाहिँ हामी हेर्ने छौं यो बिब्लियोलोजीको के भागहरू छ। इन्स्पिरेसन अफ द ओल्ड एन्ड न्यू टेस्टामेन्ट को विषयमा हामी हेर्ने छौं। यो चाहिँ प्रेरित पावलको दृष्टिकोणमा बाइबल चाहिँ कस्तो रहेछ भन्ने कुराहरू हामी हेर्ने छौं। यहाँ पुरानो र नयाँ नियमको प्रेरणाको विषयमा छ। तपाईहरुको माझमा म यो पुरानो र नयाँ नियमको प्रेरणा इन्स्पिरेसन अफ द ओल्ड एन्ड न्यू टेस्टामेन्ट को विषयमा छ। अनि यहाँ चाहिँ कसरी पावल यहाँनिर प्रेरित पावलको दृष्टिकोणमा चाहिँ कस्तो रहेछ बाइबल भन्ने कुराहरू हामी हेर्ने छौं। पहिलो तिमोथी 5:18 मा हेर्यो भने हामीले के भेट्छौं भन्दै यहाँनिर पावलले आफ्नो भनाइलाई चाहिँ धर्मशास्त्र भन्छ भन्ने वाक्यांशबाट चाहिँ के गर्छ प्रिफेस गरे नि प्रारम्भ गरे अथवा सुरु गरे भन्छ। त्यसपछि उनले व्यवस्था 25:4 लाई पनि दोहोर्याएको छ। अनि लुका 10:7 बाट पनि उसले टिपेर त्यहाँ कतिवटा जग्गामा रिपिट वर्डहरू युज गरेको छ। अनि त्यो यो दुवैबाट चाहिँ के गरेको छ यो दुवैबाट व्यवस्था 25:4 लुका 10:7 यो दुवैबाट चाहिँ उहाँले सुरु गरे भन्छ। यसरी पुरानो र नयाँ नियम दुवैलाई चाहिँ धर्मशास्त्रको हैसियत दिनु भयो भन्छ अथवा स्ट्याटस दिनु भयो भन्छ। पावलले यसरी पुष्टि गरे कि नयाँ नियम पनि ठीक त्यतिकै परमेश्वरको प्रेरणा परमेश्वरको प्रेरित वचन हो जतिको पुरानो नियम हो भनेर यहाँनिर उहाँले भनिरहेको कुराहरू छ। अनि दुई नम्बर कुरा हामी यहाँ हेर्न सक्छौं शब्दहरूको प्रेरणा इन्स्पिरेसन अफ द वर्ड्स भन्छ नि। अनि यहाँ हेर्छौं हामीले वर्ड्स हेर्छौं पावलको उत्कृष्ट उदाहरणीय भनाइ दोस्रो तिमोथी 3:5 मा पनि पाइन्छ जसले पाठकलाई सम्झाउँछ कि सबै धर्मशास्त्र परमेश्वरद्वारा के छ प्रेरित हो भनेर। जसरी पहिले उल्लेख गरिएको छ परमेश्वरद्वारा प्रेरित भन्ने वाक्यांश अनि यहाँनिर ग्रीक शब्द पनि चलाएको छ। यो चाहिँ ग्रीक शब्द के भनेको छ भन्दाखेरि चाहिँ यो कहाँबाट आएको भन्दाखेरि चाहिँ थियोपनिस्टोसबाट आएको छ। यो थियोपनिस्टोसबाट चाहिँ अनुवाद गरिएको हो जसको अर्थ हुन्छ परमेश्वरको श्वास गड गड ब्रेथ नि अथवा परमेश्वरले फुकेको भन्छ। अनि ध्यान दिनुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि एउटा प्रश्न छ ध्यान दिनुपर्ने कुरा। अनि यसको उत्तर चाहिँ के छ भन्दाखेरि केही महत्त्वपूर्ण कुराहरूमा ध्यान दिनु आवश्यक छ। पहिलो कुरा धर्मशास्त्र परमेश्वरको श्वास अथवा गड ब्रेथ सास पनि भन्दा पनि हुन्छ भएको हुँदा यसले देखाउँछ कि धर्मशास्त्रको उत्पत्ति चाहिँ परमेश्वरबाट भएको हो। यो कुरा पुरानो करारका अगमवक्ताहरूको सन्देशसँग मेल खान्छ जसले आफ्नो सन्देशहरू परमेश्वरको मुखबाट प्राप्त गरेका थिए जुन उनीहरूले बारम्बार प्रयोग गर्ने वाक्य याहवेले यस्तो भन्नुहुन्छ बाट स्पष्ट हुन्छ। अनि यहाँनिर तपाईहरुले बुझ्नुहोस् मैले एकदमै सजिलो प्रकारले बुझाउन चेष्टा गरिरहेको छु। अनि अगमवक्ताहरूले बोलेको सन्देश तिनीहरूलाई परमेश्वरले दिनुभएको सन्देश नै थियो भन्छ। प्रस्थान 4:15 7:1-2 यिर्मया 1:9 आदिमा हामी भेटाउन सक्छौं। अनि यसको निष्कर्ष चाहिँ के छ भन्दाखेरि त्यसैले जसरी अगमवक्ताहरूलाई दिएको वचन विश्वास गर्न योग्य र विश्वसनीय थियो त्यसैगरी परमेश्वरको श्वासद्वारा प्रेरित धर्मशास्त्र पनि पूर्ण रूपमा विश्वसनीय र सठिक छ। यी दुवै प्रकारका सन्देशहरू परमेश्वरको मुखबाट आएका हुन् जसले अझ प्रष्टसँग देखाउँछ कि धर्मशास्त्रको उत्पत्ति मानिसबाट होइन परमेश्वरबाट भएको हो। यो चाहिँ एकदमै राम्रो एकदमै तपाईहरुको लागि एकदमै लाभदायक छ नि। अनि यसको निष्कर्षहरू चाहिँ यस्तो प्रकारले छ। अनि
सम्पूर्ण धर्मशास्त्र परमेश्वरको श्वासद्वारा प्रेरित छ। अनि एक सुधारवादी धर्मशास्त्री एडवर्ड जोसेफ यङले चाहिँ यस विषयलाई स्पष्ट गर्छन्। पावलका अनुसार प्रत्येक धर्मशास्त्र भन्ने शब्दले बाइबलका विभिन्न भागहरूलाई जनाउँछ भने सबै शास्त्रले सम्पूर्ण बाइबललाई जनाउँछ। अझै सबै धर्मशास्त्रले केवल पुरानो नियमलाई मात्र होइन, नयाँ नियमका भागहरूलाई पनि जनाउँछ, किनभने त्यो समयमा नयाँ नियमका केही पुस्तकहरू लेखिसकेको थियो। बाँकी पुस्तकहरू पछि लेखिन बाँकी थिए, किनभने बाइबल अझै पुरै सम्पूर्ण भइसकेको थिएन। यसरी पावलले निष्कर्ष निकाल्छन् कि पुरानो नियम र नयाँ नियम दुवै परमेश्वरको श्वासद्वारा प्रेरित छन् र तिनीहरूको उत्पत्ति मानिसबाट होइन, परमेश्वरबाट भएको हो। यसरी पावलले मौखिक प्रेरणामा विश्वास गर्छन् भन्ने कुरा पुष्टि गर्छन्। अनि जब योहरू लेख्दै जाँदाखेरि, जुन समयमा पावलले यो लेख्दाखेरि चाहिँ बाइबल सबै कम्प्लिट लेखिसकेको थिएन। अनि हामीलाई थाहा छ यो नयाँ नियम कसरी लेखेको छ भने 45 एडीदेखि लिएर 95 एडीसम्म लेखेको कुराहरू हामी त्यति बेलासम्म चाहिँ लेखिसकेको थियो भन्ने कुरालाई अलिकति यहाँ जनाउँछ। अनि यो चाहिँ पावलले चाहिँ यहाँनिर के भनेको छ भने यो चाहिँ प्रेरित पावलको दृष्टिकोणमा बाइबल चाहिँ यस्तो प्रकारको थियो भन्ने कुराहरू हामी यहाँ बुझ्न सक्छौँ। 100% यो चाहिँ परमेश्वरको प्रेरणाद्वारा लेखिएको, परमेश्वरको श्वास भनेको छ, गड ब्रेथ भन्छ। अनि त्यसै कारणले हामीले यो कुरालाई विश्वास गर्नुपर्छ। अनि अर्को कुरा चाहिँ म तपाईँहरूको माझमा अनि प्रेरित पत्रुसको दृष्टिकोणमा धर्मशास्त्रको बारेमा पनि छ, त्यो चाहिँ म तपाईँहरूलाई एकदमै अर्को पाठमा ल्याउँछु। यो चाहिँ मैले एकदम लाटा प्रकारले तपाईँहरूको माझमा ल्याएको छु। जसरी अब यो मैले तपाईँहरूले यसलाई राम्रो सुनेर अलिकति तपाईँकोमा 10-15 मिनट टाइम लगाएर तपाईँले हेर्नुभयो भने यो बिब्लियोलोजीको केही भागहरू तपाईँहरूले पुरै नसिके तापनि थोरै कुरा चाहिँ तपाईँहरू सिक्न सक्नुहुन्छ। अनि यो हामीलाई एकदमै थियोलोजिकल एकदमै जरुरी छ, किनभने यसले चाहिँ तपाईँको रिसर्च बढाउँछ, तपाईँलाई एकदमै स्ट्रङ बनाउँछ बिब्लिकल क्षेत्रमा। अब पवित्र आत्माले नै सिकाइहाल्नुहुन्छ हामीलाई किन पढ्नु पर्यो र बाइबल भन्नु चाहिँ हामीले हुँदैन, किनभने हामीले जब पढ्छौँ अनि पवित्र आत्माले हामीलाई सिकाउनुहुन्छ अनि पवित्र आत्माले त्यो याद दिलाउनुहुन्छ कि हामीले पढेको कुराहरूलाई परमेश्वरले सिकाउनुहुन्छ। त्यसै कारणले यो एकदमै मोस्ट इम्पोर्टेन्ट छ। हस्त सबैलाई जय मसीह, गड ब्लेस यु अल।